प्रश्न नम्बर 26 सिउँडीको रुखलाई देवता मानी पूजा गर्ने प्रचलन कुन जाति विशेषसँग सम्बन्धित छ? ए मेचे, बी चेपाङ, सी माझी, डी दुरा। यसको सही उत्तर हो अप्सन नम्बर ए मेचे। सिउँडीको रुखलाई मेचे जातिले आफ्नो इष्ट देवता मानी विशेष रूपमा पूजा गर्ने परम्परा रहेको छ। प्रश्न नम्बर 27 राणाकालमा कार्यकारी कार्य गर्ने प्रधानमन्त्रीको कार्यालयलाई के नामले चिनिन्थ्यो? ए मुन्सीखाना, बी कुमारी चोक, सी खड्गनिसाना अड्डा, डी जङ्गी बन्दोबस्ती अड्डा। यसको सही उत्तर हो अप्सन नम्बर सी खड्गनिसाना अड्डा। प्रश्न नम्बर 28 नेपालको इतिहासमा नेपाल आउने पहिलो पर्यटक को हुन्? ए सम्राट अशोक, बी महात्मा गान्धी, सी एडमन्ड हिलारी, डी कुनै पनि होइन। यो प्रश्नको सही उत्तर हो अप्सन नम्बर ए सम्राट अशोक। ईसापूर्व 249 मा भारतीय सम्राट अशोक लुम्बिनी भ्रमणमा आएको ऐतिहासिक तथ्यलाई नै नेपालको पहिलो रेकर्ड गरिएको पर्यटकीय भ्रमण मानिन्छ। प्रश्न नम्बर 29 आर्थिक क्षेत्रका विविध सूचकहरूमध्ये प्राथमिक क्षेत्रमा देखाएको कुन पर्दछ? ए यातायात तथा भण्डारण, बी खानी तथा उत्खनन, सी शिक्षा, डी मानव स्वास्थ्य तथा सामाजिक कार्य। यसको सही उत्तर हो अप्सन नम्बर बी खानी तथा उत्खनन। प्रश्न नम्बर 30 उपयुक्त जोडा छनौट गर्नुहोस्। ए वासिङ मेसिन, रेडियम, थर्मामिटर, लाउडस्पिकर। सूची 2 चार्ल्स स्टोन, म्याडम क्युरी, ग्यालिलियो ग्यालिली, थोमस एल्वा एडिसन। यसको अप्सनहरू हेर्नुहोला। सही उत्तर हो अप्सन नम्बर ए को आई, बी को आई, सी को आई र डी को आई सीधा सीधा जोडा मिलेको छ। चार्ल्स स्टोनले वासिङ मेसिन, म्याडम क्युरीले रेडियम, ग्यालिलियो ग्यालिले थर्मामिटर र थोमस अल्वा एडिसनले लाउडस्पिकरको आविष्कार गरेका हुन्। प्रश्न नम्बर 31 प्रसिद्ध वैज्ञानिक आर्किमिडिजले प्रतिपादन गरेको सिद्धान्त कुन हो? ए सापेक्षिक घनत्वको सिद्धान्त, बी पेजको सिद्धान्त, सी लिभरको सिद्धान्त, डी माथिका सबै। यसको सही उत्तर हो अप्सन नम्बर डी माथिका सबै। प्राचीन ग्रिक वैज्ञानिक आर्किमिडिजले लिभर, पेज, स्क्रू र सापेक्षिक घनत्व रिलेटिभ डेन्सिटी बायोएन्सी यी सबैको सिद्धान्त प्रतिपादन गरेका थिए। प्रश्न नम्बर 32 राष्ट्रसङ्घको विशिष्टीकृत संस्थाहरूको प्रधान कार्यालय रहेको ठाउँको उपयुक्त जोडा छनौट गर्नुहोस् भनेको छ। दूरसञ्चार, उड्डयन र कृषि। यसमा क्वेसन अपुरो रहेको छ, यसलाई म अर्को राखिदिन्छु। र यसको सही उत्तर चाहिँ अप्सन नम्बर ए रहेको छ। दूरसञ्चार जेनेभामा, उड्डयन चाहिँ मोन्ट्रियल र कृषि रोम। प्रश्न नम्बर 33 सार्काको प्रतीक चिन्ह बनाउने व्यक्ति को हुन्? ए अर्जुन बहादुर थापा, बी शैलेन्द्र महर्जन, सी यादवकान्त सिलवाल, डी डाक्टर शिलकान्त शर्मा। यो प्रश्नको सही उत्तर अप्सन नम्बर बी रहेको छ, शैलेन्द्र महर्जन। प्रश्न नम्बर 34 सबैभन्दा धेरै वडा रहेको नेपालको भूगोलको महानगरपालिका कुन हो? ए भरतपुर, बी काठमाडौँ, सी वीरगञ्ज, डी पोखरा।
यसको सही उत्तर चाहिँ अप्सन नम्बर डी रहेको छ, पोखरा। पोखरा महानगरपालिकामा सबैभन्दा धेरै अर्थात् 33वटा वडाहरू रहेका छन्। प्रश्न नम्बर 35, पाथिभरा मन्दिरसम्म पुग्ने केबल कार निर्माणको शिलान्यास कहिले भएको थियो? ए 2081 कार्तिक 23, बी 2081 कार्तिक 25, सी 2081 मङ्सिर 23, डी 2081 मङ्सिर 25। यसको सही उत्तर अप्सन नम्बर ए रहेको छ, 2081 साल कार्तिक 23 गते। प्रश्न नम्बर 36, चुज द वर्ड विच इज डिफरेन्ट फ्रम द रेस्ट। ए चेयर, बी बेन्च, सी टेबल, डी स्टुल। यसको सही उत्तर चाहिँ अप्सन नम्बर सी रहेको छ, टेबल। टेबल चाहिँ नमिल्ने शब्द रहेको छ। टेबल बाहेक अन्य सबै चेयर, बेन्च, स्टुल बस्नका लागि प्रयोग गरिने फर्निचर हुन्, जबकि टेबल चाहिँ सामान राख्न वा काम गर्न प्रयोग गरिन्छ। प्रश्न नम्बर 37, तल दिएका शब्दलाई वर्णानुक्रममा राख्दा सबैभन्दा सुरुमा कुन आउँछ? ए नेचर, बी न्यारेट, सी नेसेन्ट, डी नेटिभ। यसको सही उत्तर हो अप्सन नम्बर बी न्यारेट। अङ्ग्रेजी वर्णमाला अल्फाबेटिकल अर्डर अनुसार हेर्दा एनए सबैमा एनए रहेको छ। एनए पछि आउने तेस्रो अक्षरहरूमा आर सबैभन्दा अगाडि आउँछ, एनएआर। त्यसैले न्यारेट सबैभन्दा सुरुमा पर्दछ। प्रश्न नम्बर 38, यदि 25वटा पुस्तकको क्रय मूल्य र 20वटा पुस्तकको बिक्री मूल्य बराबर भए कति प्रतिशत नाफा हुन्छ? ए 20%, बी 22%, सी 24% र अप्सन डी 25%। यसको सही उत्तर अप्सन नम्बर डी रहेको छ, 25%। यहाँ व्याख्या तल दिएको छ, हेर्नुहोला। नाफा चाहिँ 5वटा पुस्तक भयो। नाफा प्रतिशत निकाल्दा नाफा अपन बिक्री मूल्य इन्टु 100 गरेर 100% गरेर निकाल्न सकिन्छ, जसलाई हिसाब गर्दा 25% नाफा आउँछ। प्रश्न नम्बर 39, एउटा भिन्नमा हर अंशभन्दा 9ले बढी छ। यदि सो भिन्नको अंशमा 2 जोडियो र हरमा 2 घटायो भने नयाँ भिन्न 5/6 हुन्छ भने वास्तविक भिन्न पत्ता लगाउनुहोस् भनेको छ। र यहाँ अप्सन 4वटा अप्सन दिएको छ, हेर्नुहोला। यसको सही उत्तर चाहिँ अप्सन नम्बर सी हुन्छ, 23/32। सीमा अंश 23 र हर 32 छ, जसको फरक 9 हुन्छ। अंशमा 2 जोड्दा चाहिँ 25 भयो र हरमा 2 घटाउँदा 30 हुन्छ। नयाँ भिन्न 25/30 हुन्छ। यसलाई सरल गर्दा चाहिँ 5/6 हुन्छ, जुन प्रश्नको शर्तसँग मिल्छ। प्रश्न नम्बर 40, विच इज द सिनोनिम अफ victory? ए प्रोग्रेस, बी सक्सेस, सी डिफिट, डी फर्च्युन। यो प्रश्नको सही उत्तर हो अप्सन नम्बर बी सक्सेस। प्रश्न नम्बर 41, वाट इज ई लर्निङ? ए लर्निङ बाई वाचिङ भिडियोज, बी लर्निङ थ्रु इलेक्ट्रोनिक रिसोर्सेस such as the internet, software and online platforms, C reading printed study material, D attending physical classroom lectures। यो प्रश्नको सही उत्तर अप्सन नम्बर बी रहेको छ, लर्निङ थ्रु इलेक्ट्रोनिक रिसोर्सेस such as the internet, software and online platforms। प्रश्न नम्बर 42, what role do learning management system LMS play in education? A
they store students' grades. B. They organize and deliver online educational content. C. They restrict access to study materials. D. They manage teacher schedules. यो प्रश्नको सही उत्तर अप्सन नम्बर बी रहेको छ। दे अर्गनाइज एन्ड डेलिभर अनलाइन एजुकेसनल कन्टेन्ट। प्रश्न नम्बर 43, विच अफ द फलोइङ इज एन इक्जाम्पल अफ डिजिटल लिटरेसी इन एजुकेसन? ए. राइटिङ essays by hand. B. Using a search engine to find information. C. Memorizing historical dates. D. Listening to a lecture. यो प्रश्नको सही उत्तर अप्सन नम्बर बी रहेको छ। युजिङ अ सर्च इन्जिन टु फाइन्ड इन्फर्मेसन। प्रश्न नम्बर 44, हाउ क्यान भर्चुअल क्लासरुम बेनिफिट स्टुडेन्ट्स? ए. दे इलिमिनेट द निड फर टेक्स्ट बुक्स. बी. दे अलो स्टुडेन्ट्स टु लर्न फ्रम एनीवेयर प्रोभाइडिङ फ्लेक्सिबिलिटी. सी. दे रिड्युस टिचर स्टुडेन्ट्स कम्युनिकेसन. डी. दे डिक्रिज स्टुडेन्ट्स इङ्गेजमेन्ट विथ द कोर्स मेटेरियल। यसको सही उत्तर अप्सन नम्बर बी रहेको छ। दे अलो स्टुडेन्ट्स टु लर्न फ्रम एनीवेयर प्रोभाइडिङ फ्लेक्सिबिलिटी। प्रश्न नम्बर 45, वाट इज वान अफ द च्यालेन्जेस अफ युजिङ आइसिटी इन एजुकेसन? ए. लिमिटेड इन्टरनेट एक्सेस इन रुरल एरियाज. बी. इन्क्रिज्ड स्टुडेन्ट्स कोलाबोरेसन. सी. डिक्रिज्ड स्टुडेन्ट एक्सेस टु डिजिटल रिसोर्सेस. डी. बेटर टिचर स्टुडेन्ट्स रिलेसनसिप्स। यसको सही उत्तर चाहिँ अप्सन नम्बर ए रहेको छ। लिमिटेड इन्टरनेट एक्सेस इन रुरल एरियाज। प्रश्न नम्बर 46, देहायको कुन अवस्थामा निर्वाचित प्रतिनिधि सभाको सदस्य राष्ट्रपतिको उम्मेदवार हुन सक्दैन? ए. 55 वर्ष उमेर पुरा गरेको. बी. 2 पटक राष्ट्रपति भई तेस्रो पटक उम्मेदवार भएको. सी. कुनै कानुनले अयोग्य नभएको. डी. महाभियोग लागि पारित नहुन्जेलसम्म। यसको सही उत्तर अप्सन नम्बर बी रहेको छ। 2 पटक राष्ट्रपति भई तेस्रो पटक उम्मेदवार भएको। नेपालको संविधान अनुसार 2 पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति चाहिँ पुनः राष्ट्रपतिको उम्मेदवार हुन सक्दैन। प्रश्न नम्बर 47, शिक्षा ऐन 2028 संशोधन सहित अनुसार राष्ट्रिय परीक्षा बोर्डको उपाध्यक्ष हुन हासिल गर्नुपर्ने योग्यता दिएको मध्ये कुन हो? ए. स्नातकोत्तर उत्तीर्ण. बी. शिक्षा तथा परीक्षा सम्बन्धित क्षेत्रमा कम्तीमा 5 वर्षको अनुभव प्राप्त. सी. 2 वर्षदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको. डी. कुनै पनि होइन। यो प्रश्नको सही उत्तर अप्सन नम्बर डी रहेको छ। कुनै पनि होइन। प्रश्न नम्बर 48, शिक्षा नियमावली 2059 संशोधन सहित अनुसार कुनै संस्थाले दूरशिक्षा सञ्चालन गर्न चाहेमा स्वीकृतिका लागि को समक्ष निवेदन दिनुपर्दछ? ए. शिक्षा विकास तथा समन्वय इकाइ. बी. दूरशिक्षा समिति. सी. शिक्षा तथा मानव स्रोत विकास केन्द्र. डी. पाठ्यक्रम विकास केन्द्र। यो प्रश्नको सही उत्तर अप्सन नम्बर बी रहेको छ। दूरशिक्षा समिति। प्रश्न नम्बर 49, कार्य सम्पादनका आधारमा शिक्षकको बढुवामा ज्येष्ठता बापतको अङ्क प्रदान गर्दा पूर्णाङ्कबाट नबढ्ने गरी देहायका मध्ये कसलाई अनुभव बापत 1 वर्ष थप अङ्क प्रदान गर्ने व्यवस्था रहेको छ? ए. महिला. बी. दलित. सी. अपाङ्ग. डी. माथिका सबै।
यसको सही उत्तर अप्सन नम्बर डी रहेको छ, माथिका सबै। प्रश्न नम्बर 50, अन्तिम प्रश्न। सामुदायिक विद्यालयलाई विद्यालयको शैक्षिक पूर्वाधार निर्माण मर्मत सम्भार गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने जिम्मेवार निकाय कुन हो? ए गाउँ वा नगरपालिका, बी गाउँ वा नगर शिक्षा समिति, सी वडा समिति, डी शिक्षा विकास तथा समन्वय इकाइ। यो प्रश्नको सही उत्तर हो अप्सन नम्बर ए गाउँ वा नगरपालिका। आजको भिडियो यति नै। यस्तै सिक सेवा आयोग तयारी सम्बन्धी महत्त्वपूर्ण भिडियोहरू हेर्न हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्। धन्यवाद।